नमस्कार, म यहाँको ध्यान आकर्षण गर्न चाहन्छु। पोखरा थिएटरको गन्धर्व नाटक घरमा यहाँलाई हार्दिक स्वागत छ। पद्मावत प्रेम थिएटरको प्रस्तुति नाटक जानकी यही भदौ 28 गतेबाट नियमित यही प्रेक्षालयमा मञ्चन भइरहेको छ। एउटी नारीले आफ्नो परिवारको लागि गर्ने सङ्घर्ष नाटकको मूल विषयवस्तु हो। नाटक यो अन्तिम तेस्रो सो भोलि हाम्रो मूल सो सँगै नाटक सकिनेछ र नाटक घरमा मैले धेरै परिचित नाटक हेरिरहेको अनुहारहरू देखिरहेको छु। तथापि नाटक हेर्नको लागि केही नियमहरू पालना गर्नुपर्ने हुन्छ यहाँहरूले। कम्तीमा नाटक हेर्ने क्रममा फोनमा कुराकानी नगरिदिनु होला। आफ्नो फोन साइलेन्समा अथवा एरोप्लेन मोडमा राखिदिनु होला। साइड टक नगरिदिनु होला। कम्तीमा साइड टक गरेर अरूलाई डिस्टर्ब हुनसक्छ। नाटकका मन परेका दृश्यहरूमा हाँस्न रुन सक्नुहुन्छ। त्यस्तो दृश्य राम्रो लाग्यो भने तस्बिर लिन सक्नुहुन्छ। तर तपाईँको डिभाइसको चाहिँ फ्ल्यास चाहिँ अफ गरिदिनु होला। भिडियो लिन चाहिँ सख्त मनाइ गरिएको छ, भिडियो नलिदिनु होला। यदि तपाईँहरूलाई भिडियो चाहिन्छ भने पद्मावत प्रेम थिएटरले तपाईँलाई उपलब्ध गराउनेछ भन्दै नाटक जानकी यहाँहरूको माझ प्रस्तुत छ। तिमीले के खाएर आएछौ वहाँ कस्तो बनाएको जाऊ ब्रस गरेर आउँछ। लासरम पनि केही छैन है। ब्रस गरेर आउँछ। कुनै कुकुरको मुख ढोकेर आउँछ छोरीलाई बनायो भने शरम लाग्दैन। उतै जाऊ तिमी। के हो? लाइराछ है। अनि तिमी दादा हँसुने हो कि त्यही भट्टीबारीकोमा घिचेर आएका छौ? के रे? के भनिस्? आज तेरो दुनु बढ्दै चलिरहेछ है। चौँलाई जादु गरेर चाहिँ ठोकाइदिन हात कस्तो थोरै हँसुलेको घरको अनि होसमा हुनेर हात कता कता ठोकिन्छ खाउँछ। गरेन घोडा कोही नजाने भन्छ हिँड्नु त। ए आमा घर यता होइन यता हो यता छिमेकीको छिमेकी कहाँ जान्छ? तेरो साक्कै बुढो भएर कुहेको बुढोलाई चाहिँ धर्नु पाइन्छ? कुहेको मुढो जस्तै भएर धक्कल्नु परिन्छ मलाई। यस्तो बिहोर्नु परिन्छ मलाई। कराइकन भित्र हिँड्न त भनेको छोरी सुतिसक्नु। मैले हेरिन्छु जुत्ता भित्र हिँडेन भनेको। थोरै खिचेको भए पो जुत्ता लाउन सक्छ पनि भित्र हिँड्न भनेको। के गरेन?
तरकारी खाने बाटो हुन्थ्यो पनि कति चल्को लाग्यो निदान नै चल्छ मम्मी मम्मी म स्कुल जान लागेको आज स्कुलमा खाजा के लाने हो मम्मी ओहो नि घामले खाजा बनाउने के गर्ने होला त मेरो भाइ कहाँ राखेर मान्छे छ अहिले बोलाएको छु मरै सुन्दिन एउटा दुधै कान फुटिन्छ ला मम्मी अब बाबाले हजुरलाई पिट्नुहुन्छ हो केही गर्नु न मेरो छोरी तिमी टेन्सनै नगर नि बाबाको यसको बानी यस्तै हो के छिटो ढिलो भइसक्यो बाई मम्मी बाई बाई ल राम्रो जाऊ अगाडि हेरेर न अगाडि बाई बाई राम्रो जाऊ हिजो के मोबाइल घरमा छोडेर राखेका थिए स्विच अफ नहुने बेलासम्म चलाउनु पर्छ तँलाई होइन मोबाइल चलाएपछि चार्जमा राख्नुपर्छ तेरो सुत्ती आउँदैन मैले तिम्रो मोबाइल छोडेको पनि छैन जति बेला पनि माटो घरमा बस्यो दुनियाँले देख्दाखेरि के नै नचर पाटो लाग्यो जस्तो तर केही नापिया छैन हेर माटो मेरो घरलाई घिन लाग्दो बनाइदिइसके तेरै उमेरका स्वास्नी मान्छे अझै पनि कति राम्रा भएर हिँड्छन् हेरौँ जस्ता छि यो झुग्री त तँलाई त स्वास्नी भन्न पनि लाज लागेन मलाई अझ खुद्नु चाहन्छेस् तेरा जबन्ड अझ एउटा राख्दिनँ मैले बुझिस् नाम भने सुन केसरी तेरा सुन केसर जोगल्ट अझ एउटा फुटेर बेचेर पैसा कमाउँछु मैले बुझिस् मर्न त मर कसले रोकेको छ किन बाँचाइछस् त राखेको ठाउँमा फाइल भेटिँदैन मोबाइलमा चार्ज छैन दुनियाँका घरमा बत्ती सब उज्याला छन् यही घरमा मात्रै बत्ती किन छैन त्यतातिर ध्यान छ तेरो जति बेला पनि कुटो कोदालो लियो तिमी गरे हिँड्यो अरू काम छ तेरो तिमीलाई त लाज लाग्न पर्यो है घरमा बत्ती किन छैन भन्नाले यही कुटो कोदालो गरेर फलाको सागसब्जी बेचेर जम्मा गरेको पैसा भयो किन हाल्दै गएन मैले बत्तीको पैसा किन भनेर दिनभरि दिन पावर आयो साँझ परेपछि बत्तीतिर आयो घरको पैसा जति सबै सकायो अझ घरमा बत्ती किन छैन भने लाज लाग्छ तिम्रो भाइ त्यही अलक्षी नै बत्ती बालीकोमा होला गएर खोज भेटिन्छ घरमा राखेको अहिले लतले हानेर 3 मिटर पर पुर्याएर हिटरमा सेकाइदिन्छु नि खान्छे लक्षीलाई बत्ती बाली यसको त घरमा किरा परोस् के गर्नु लोग्ने कुरा नबुझेपछि आइने मान्छेलाई पुगाउनु रहेछ यो दौड्याएको त भरै भयो आफैले बत्ती सामान बेच्नु कसैको पैसा तिर्नु पर्यो
मैले त दादा तपाईँको जो पहाडको दारू छ नि अहिले त हामीलाई मधेस भुलाइदिएछ रे तपाईँ हाम्रो भाडा किनाइलिनु हामीलाई खाइदिन्छु दिदी कता गइलिनु भएछ बाहिर पाउन आइलिनु भएछ रक्सीमा आएर तेरो पनि आयो त चर्को निस्किनमा होइन चर्को बोला न मायाले बोला न मालते ए मालते मालते या गरे हो कुकुरले बोलाउन लाग्छ नि तिम्रो चाहिँ अमिसान बनाइदियो हैन दिदी के भन्छ तिमी पनि देख त 11 बजे लिइसक्नु भएछ अनि जति बजे पनि तिमीलाई चाहिँ के भयो बेबर हुन तिम्रो हैन फुटको एक गिलास ल्याउ जाऊ जाऊ एक पनि लिनु भएछ त तपाईले दिदी तिहाल्नु तपाईको लोकल उइस खालास पहिलाको उदार खनिति त्यसपछि खालास लोकल के हाइब्रिड अरे बिहारी मालती त्यहाँ जान लाग्यो भने एक गिलास फुटको ल्याउ दाजु ए छन मुर्सिनियो अझै साथै पुग्लास चाहिँ एमएस काट्नु दिस दिदी तपाई पनि यसरी चालिन्छ घटीमा त चालि लिँदैन न दादा चल्नु त पर्ने हो तर ल्याउ त एक गिलास त हो नम्बर कसम त्यो एक गिलास खान्छु नि जान्छु हैन मेरो छोरी र मेरो लागि आफूले जानेको काम गरेकी छु बुझिस बढी बोल्छस् दिदी माफ गरिलिनु मेरो छोरा दिलिनु न अहिले ए चकुले हेरे आफ्नो सुका बाजु लगा रेस्पेक्ट यार रेस्पेक्ट छैन यार वे मर्दौ क्या दिउँसै सुरु गरे होइन जोड्याहरू दादा तपाईँ त हात पनि हालिलिँदैन तिमी बानीलाई मालती बहिनी होइन कालेकै रूप धारणा गरेकी छौ त क्यारेर यिनीहरूले के दाइ किनले मेरो नजरबाट हटाइहालिस् त के बिगार गर्यो फेरि तिमीहरूले मालती बहिनी तिमीहरूको तर्फबाट मै माफ माग्छु तिमीसँग मालती बहिनी अनि हिजो मैले यहाँ केही छोडेर ए पक्नु छ त नपाउने गरी खाने के थाहा आफ्नो सानो छुटेको भने बाटोमा सुतेर कुकुरले मुखमा उठेको त थाहा पाउनु अटाहरू मालती बहिनी पनि खुरुक्क फाइल दिए त भइहाल्यो नि भोज पेचै गर्नुपर्छ तिमीहरू पनि दिउँसै साँझ पार्ने होइन म लाग्ने होइन ए दाइ पक्नुस् त अनि त्यो हिजो अस्ति खाएको त कसले देख्छ नि फेरि नगराउनु मालती बहिनी एकचोटि मेरो भिसा लागोस् न तिम्रो सबै पैसा तिर्दिन्छु अझ थपेर पनि दिन्छु बुझ्यौ अहिले म लागि दाइहरूले नि बाउ मोरले बोलिले त्यही त भाउ ल्याउ अनि तिमीहरू त के पुरा परेर बसिरहेको नि जानु पर्दैन भाइ अब घिची नमर्ने होला नि के गर्छु भने भाइ दादा आज एक गिलास मात्रै पिउने ल दादा हामीलाई त यो पनि गाउँ भइलिनु भएछ तपाईँ घर गरिलिनुहुन्छ के ठिक छ कसम धन्यवाद तपाईँको पनि मेरो कसम नखा त्यो खा सुस्तरी खा मर्लास एक गिलास खाएर मुक्टिहाल भनेको चाहिँ माग्दैछ मैले अघि नै भयो भनेको होइन तिमीहरूलाई
अब यो लास्टै भन्दैछु मैले ए घाँटीमा अझै मलाई सेरी Malu. Tahu. Dadah. Mulai gana kau, kau main kau. Kau. Terus. Nice song. Soft tu, soft tu. Gana kering. Enggak. Wait. Piorina banda bandai Pilayo dasule Gaku lagi aneh tu. Kanale aneh antara मैले malu. Pilayo malaki dasule Masukni berola Pilayo terbaik दुख चाहिए मालु लास्ट छैन भन्दैछ है मैले एक बात भन्नु हाम्रो राज्यवाला दाजु छ नि त्यो जोडिया क्या च्वाक छ बुढी त पार हो है दाजु 3 दिन मैले बुढाइदिन्छु मालु भयो भन्दै चाहिँ एक गिलास भनेर बसेको तिमीहरु 1 घण्टा भइसक्यो गइहाल उठा गइहाल नि म Hey, respect यार respect छैन नलङ्गर पैसा Respect यार यत्रो बस यहाँ हेर्दै बसिएको छु मैले बस मालु दादा दादा मलाई तिमीले एक गिलास ल्याउँदै के त अब जस्तो मान्छे नि यस्तो दरियाहरुसँग बसेर खान सक्छ र ल्याउन मालती बहिनी आज ओरै तना भइछ क्या अब घर गयो भने त्यसको कस सुन्नुपर्छ बरु यही अभागी त्यो बाहुन यो दाइ आफै भन्नुहुन्छ मेरी बुढी दिनभरि बारीमा काम गर्छे अनि त्यही बारीमा फलेको फसल बेच्छे अनि घर चलाउँछु भनेर यो दाइ भने यस्तो उनलाई त जेसुकै होस् आफ्नो त व्यापार हो क्या अरे अब यो व्यापार गरेर घर चलाउनु पर्छ यत्रो वर्ष लिएर खाएको पनि देला नि एक दिन त ल दाइ यति खानुसँग गइहाल्नुहोस् है अघि भित्र खानु मालती बहिनी यिनीहरूलाई पनि राखेको छ एक्लै त रक्सिकन म चाहिँ आउँदैन नि उधार खान भएछ मजा आउँछ नि पैसा नतिरेको कति बहिनीहरूले हेर्नु है दाइ अझ आफै तिर्नुपर्छ याद गर्नुहोस् फेरि यिनीहरू त मरि जाम तिर्दैनन् सबै हजुरको नाममा ल्याइदिन्छु मैले हेर न सँगै चेस गरेर खाउँला भनेर पुरेर बसे यिनीहरू त पहिल्यै खाए पहिला ल मुखा फेस अनि बल्ल चेस मालु चालु खाएर पनि अझै राम्रो छ त ए उल्टो भयो मैले के दाइ हजुरले एक गिलास खाएर जानु भने मैले
किन फर्काएर लानु पर्यो यहाँ छैन ठाउँ छैन मालसी पनि होइन सुकुटी देखाउनु राखेको पिसेको तपाईँले के मन नपर्यो भनेको कि मेरो घरको कुरो देखाम कि सेकाम कि अब निम्लो रौसी यो रौसीको त नदिएर यत्रो भन्छ यहाँ लेखेर राखेछ सुकुटीतिर आँखा लाउँछ है भटमास देऊ नि त भटमास छैन केही नुन देऊ नुन अनि त्यही आउँला चाहे नुनिलो बहाला त्यो दिन गर्न नदोका यो दाइ जोडिया किन हुनुभएको भने मलाई मात्रै थाहा छ जहिले विदेश जान्छु बुढी छोरीलाई सुख दिन्छु भन्नुहुन्छ अब विदेश नजान्दैसम्म यस्तै हो ए अनि तिमीहरूको घर छैन परिवार छैन अनि कसैको माया छैन कि आइनलाई नसम्झ हामीलाई सम्झायो भने यो मन कटाक्क खान्छ भट्टीमा रुन आएको कि फ्रेस हुन त्यो पापिनीले छोडेर गएपछि पिउन थालेन धने भाइ छोटा आँखा अगाडि झराउँछ यार लास्टिङ भएको थिएँ सुन्न लास्ट भएको त्यसको बुढाले त सौता ल्याओस् सौता ढोका पाउँदैमा कोही रुन्छ छोरो मान्छेबाट घरमा भएको बुढी माया जोडेर विदेश गयो धन्न कमाएर ल्याउँछु दादा सुन्नु न धन्न कमाएर ल्याउँछु अनि एउटा छोरा केटी खोजेर बिहे गर्छु सोचेको दादा के गर्नु हामीले सोचेर हाम्रो माइलाई यमराजले लगिलिनु भयो हामीलाई स्वागारीले ठगिलिनु भयो पहिल्यै सहकारीले ठग्यो पहिल्यै कर्मचारीले ठग्यो पहिल्यै सालीले ठग्यो पहिल्यै ठुलीले ठग्यो कसैलाई कुलीले ठग्यो जसले यो समाजमा मैले देखेको कोही न कोहीबाट नठगिएको चाहिँ कोही छैन तर मलाई भन्छ भाग्यले ठग्यो भाग्यले
फाइल छोडेर जानुपर्छ यो त होटेल नचलाइने नहुने चलाइने अनेक मान्छे आउन थाल्छन् पैसा दिने होइन सलाई बन्द गर्छ पैसा दिने होइन खाइदिने होला तर भित्रै थन्काउनु पर्यो नाच्न नजान्ने आगन डेढो भनेको यही हो अनि जे काम पनि हतारमा गर्नुपर्ने तिमीलाई हतार नगरेर हुन्छ र भन्या समय हेर्नुभएको छ कति बज्यो एक जति बज्यो पनि आफूलाई दुःख दिन त भएन के रे नि हामी भनेको त के हो हामी भनेको डाँडा पारेको हामी भनेको त लडे पनि मरे पनि केही हुँदैन तर मेरो छोरी तिमीलाई त केही हुनु हुँदैन तिमीलाई केही भयो भने त हामी के गर्ने तिमी त हाम्रो घरको पिल्लर हौ पिल्लर बुढा मान्छेका कुरामा सबैजना यसरी के गर्नु झर्ने बेलाको उसलाई सबैले हिँड्नै गर्छ होइन कहाँबाट आउँछ नि यस्तो पटाङ कुरा ल अब सुरु हुन लाए बाबाको प्रेम कहानी ला मैले त भित्र चियाको मसालेको थिएँ हौ कस्तो बिर्सेछु एकदमै सन्चो भयो हजुर यो पसलमा सामान पुर्याउँदै गर्नु म चिया आइहाल्नु है ए ल म यति कुरा अहिले मेरा कुरा उठपटाङ लाग्छ बेला यिनै उठपटाङ कुरा सुन्न गोठालो आउने गरेको बिर्स्यो अनि बुबाका यिनै गफ सुनेर पट्टिनु भएको होइन भन्ने हो हाम्रो आमा चिया खान आउनु है ल आएँ चिया हेर्नु लगाएको मेरो प्यारी आमा चिया बिस्कुट पनि खानु है चिया खानु है आमा छेउमा बस्छु होइन त्यो आँखामा मोतीको दाना किन भन्यो ए बुबा तिमी यो भनेकी बुहारी मान्छे तिम्रो नाम जानकी मात्रै जानकी मातामा जस्तै प्यार गर्न सक्ने तिमी हो आज पूर्व दुनियाँमा हामीले केही राम्रो काम गरेको हुनुपर्छ तिमी जस्तो बुहारी पाए मेरा बाबाको रोजाइमा परेकी त हो तिमी तिमी नभए यो घरको के हाल तिमी त यो घरको पिलर त पछि आउँछ नि हौ सबैभन्दा पहिले त घरको जग बलियो हुनु परेन भन्न अनि हाम्रो घरको बलियो जग भनेको त हजुर र आमा त हो नि त्यसपछि आउँछ पिलर छत त्यसपछि आउँछ हजुरको चौको निन्द्रा भइरहेको ओ मेरो सानो मरु तपाईँ मरु 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 ममा आएर सानो
पो बोल्न लागिसक्यो। जहिले आमा बाबाको गफ सुन्न थालेपछि समय यस्तै हुन्छ, समय गएको पत्तै नहुन्छ। म त लाग्छु अब। सुन त बाबु, कहाँबाट ल्याएको बिस्कुट हो, कति मिठो रहेछ। है कसले लिदिनु भनेर ल्याएको थियो अरे, बेच्न पनि हुन्छ अनि घरमा खान पनि हुन्छ भनेर राखेको भन्दै थियो। बरु आउँदाखेरि ल्याउनु पर्छ बा आमालाई। सबै कुरा तिमीहरूले गरेको छौ, के ल्याउनु पर्ने नपर्ने सबै तिमीहरूलाई नै थाहा पनि गर्नै पर्दैन। हुन्छ त्यसो भए म लाग्छु। सुन त बाबु, बुहारीलाई सुन न कि ल्याउनु पो छ कि। जानकी हजुर हामीलाई के ल्याउनु पर्छ? अनि के जमुनाले इलामबाट चिया मगाएको छु भन्थ्यो, आउँदा यसो पस्नु न ल। ए हुन्छ, म पसेर आउँछु। नानीसँग बस्ने आमा ल यो सुन्छु बुवाले किन उठाउने के भयो? बिस्तारो आउनु। मलाई माफ गर्नु होला हजुर, मैले हजुरहरूलाई भोलि आउनुहोस् न हो भन्नै पर्छ। भोलि आउनु न ल। यस्तो भनेर कहाँ हुन्छ र हजुर, मेरो लागि त हजुरहरू बराबरी हो नि। भोलि आउनुहोस् न ल। के गर्नु हजुर, घरमा बुढो हुनुभएको आमाको हुनुहुन्छ, छोरी पनि सानो छु, श्रीमान पनि पढाउन जानुहुन्छ। फेरि यो सबै दुःख गरेको परिवारकै लागि त हो नि, परिवारलाई नै सम्मान नदिएर हुन्छ त। हजुरहरू बुझ्नुहुन्छ नि। भोलि आउनुहोस् न ल। यत्रो धेरै साथीहरू लिएर आएको छ, ल भोलि आउनु साथीहरू। चियापत्ती आयो ल, चियापत्ती चियापत्ती। ओहो दिदी नमस्ते। ओहो सुनकेसरी बहिनी चाहिएको त छ, कहिले भाइ बिसाउनु यति बेला आयो त। पानी पिउँछु हो, दिनु न। दिउँसोको घाँटी के चढेको हो। ल म पनि पसल छिट्टै बन्द गरेर जान लाग्छ। चियाबारीको पसलमा कति लामो लाइन छ। ल हेर पत्रकारको ताल। होइन तिमी र बहिनी बाहेक अरू कोही छ? पत्रकार भएर झुट बोल्न हुन्छ भने झुटो कुरा त म बोल्दिनँ कि दिदी, सधैँ मान्छे हुन्थ्यो नि त, त्यही भएर अनि दिदी के भन्न लागेको थिएँ भने नि। केही नभन मेरो भाइ, चुप लागेर त्यहीँ बसेर। सुन न बहिनी, यो तिमीसँग लिएको बिस्कुट छ नि कोदो फापर, कस्तो मिठो। अरू पनि छ भने दिदी पक्न एकछिन। दिदी सुन्नु न, तपाईँको ग्राहकलाई कोदो फापरको पिठो चाहिन्छ होला नि है? अनि घरमा चिया पकाएर नि खान्छन् होला? पक्कै खान्छन्। मसँग आफ्नै बगानको चियापत्ती पनि हुन्छ के हो? मलाई त पत्तै थिएन। कहिले चिया बेच्छु दिदी पनि भनेनौ। दिदी तपाईँले फेरि मान पनि माग्नु भएन, तपाईँले बनाएको मान्छे चिया कति म पनि यस्तो मिठो चिया बनाउनु खैछु। त्यहाँको माया छैन, त्यहाँ गएर बस्छ। दिदीले चियापत्ती हेर्नु मेरो आफ्नै बगानको, पैसा त त्यहीमा कति पनि हालेको छैन दिदी। सस्तो पनि त्यही अनुसार सस्तो छ। बरु चियापत्ती चाहिँ अलिक बढी लाग्छ कि चिया पकाउँदा। बिसारी त हाल्न पनि भएन नि हौ बहिनी। समाचार कतिको सुन्ने गरेकी छौ, त्यो एउटा गाउँको किसानले सुन त पनि पत्रकारहरूले, त्यो एउटा गाउँको किसानले धेरै तरकारी उत्पादन गर्ने हुँदा बिसारी धेरै प्रयोग गर्दाखेरि त्यो गाउँको धेरै किसानलाई क्यान्सर भएको थाहा छ होला नि? थाहा छ नि दिदी।
अनि दिदी पसलकै आदमीले जाने गर्छ सोसल मिडिया हेर्ने गरेको छैन मैले दिउँसै पोस्ट गरिसकेको थिएँ त हौ आज 6:30 बजे नै पसल बन्द गर्छु भनेर कति ट्या गरेर बस्न सकेको भन्या एकछिन चुप लागेर बस न अनि दिदी तपाईले चिया ने घर लगाउनुहुन्छ कि किराना मैले हात यसो गरेर लम्काएपछि मेरो हात इलाम पुग्छ के अनि म आउँछु नि चिया सुन्न पुग्छ न त्यति सुन्नु न पहिले त मलाई पनि यहाँ चिया त्यति हुन्छ भन्ने लागेकै थिएन के पहिला त मैले यो कोदोको पिठो फापरको पिठो मात्रै त्यत्रै बुझ्नु पर्यो अनि पछि ताली लिने मौका पाएपछि थाहा पाएँ कि धेरै पानी पर्ने तर पानी नजम्ने ठाउँमा मजाले चिया गर्न सकिने रहेछ कस्तो राम्रो कुरा बहिनी सुन न यसो पिठोहरू देखेको छु तिमीसँग छ भने दिइराख न ल ती सबै राख्दै हुन्छ यो खाताको जम्मा 2 केजी छ अरे कसरी अनि यो त्यही 100 त होला यो 4 2 केजी 400 चिया कति राख्नु न देऊ न चाखम यसलाई कति कत्मा 150 हात्यो दिदीहरु त यति सुट्टी गर्नु न कोदोको बिस्कुट हेर्नु न कति छ के छ राख्नु 200 हो बा के सुन्दा नि आज सबैले फोन पे गरेका छन् 750 सबैले फोन पे गरेका छन् भोलि आउँदा लिएर जाऊ ल पैसा भोलि आउँदा लिएर जाऊ अब जाऊ ल दिदी म पनि आउँछु अब फेरि पनि छोडाएर बसिनु होला त्यो कोही भातको चढा छ खाली त्यही भट्टी बाल्ने थाहा भएको छ दिदी त्यो भट्टी बाल्ने भेट्यो भने त त्यसको मैले के लाउन सकिनँ मेरो नाम पनि सुन्केछ के भन्नु सर गौरी दुनियासँग मेरो कुरा गर्दै हिँड्छस् या पाता पियाए नै हे न त दुनियाका छोरा भेला पारेर मज्जाले बोलेनस् यो मेरो कसै मारे के तम्म साउदी भएको बुवाले सुन्नु भयो नि बाहिर आउनुहुन्छ फेरि उस्तै छ बुझी जाऊ जान्छु के दिदी कति गरेर बस्दिए हैन म बुढालाई मैले पोखैमा पोखैर तँले यसो अनि अलि धेरै बोल्यो हो बहिनी हैन तपाईले थाहा दिदी यसले सास खाएर मेरो पहिले 3 दिन मलाई पिट्छ मलाई आत्तिरा छ सानो बेत हिँड्दाखेरि हाँस्नु पर्छ मलाई हैन के गर्न साथी मेरो यो मेरो पसल मात्र हैन मन्दिर हो पूजा गर्ने गर्छु म यहाँ तिमीहरू आएर यहाँ लडाको बचाउने होइन बहिनी योले आफ्नो बोले समय लिएर राख्न सक्दैन अनि मलाई दुनियासँग नाना थरी कुरा गर्दै हिँड्दा मलाई रिस उठ्दैन भने होइन के दिदी पनि जाऊ मुखले आउनु कुसै अनि मार्दै दिदी ए जानु त गरे भन्नु पसल तपाईको भएपछि तपाईकोमा आउने मान्छेले कति पिउने कतिन्जेल बसेर पिउने तपाईको जिम्मेवारी हैन भन्ने त्यसलाई लाइकी भन्नु छोरी तपाईले पढ्दैछ दिदी विचार गर्नु है आजैबाट अनि व्यवसाय गर्नै भनेर मेरो बाटो सुनिसे आउँदै थिए त्यसले दुनियासँग मेरो कुरा काट्नु पर्छ नि म त मेरो छोरीको नोट पनि लिन आएको थिएँ त्यो असाध्यै कौनले बाटो भेट्छन् मलाई के थाहा ए दिदी भोलि उज्यालोमा आउनु मोर्तिन जानु अहिले जानु सर पनि हुनुहुन्न पागल बनाउने भयो महाशय जानु पर्दैन जति बेला पनि क्यामेरा तेर्सायो भिडियो खिच्यो अरे केही काम छैन झगडाको भिडियो खिचेका हो डिलिट गर डिलिट गर्ने 4-6 महिनापछि बल्ल यस्तो झगडाको भिडियो खिच्न पाइन्छ म डिलिट गर्छु होला म त गर्दिन मैले यो झगडाको भिडियोको क्लिप्स नि कहिले कतै मात्रै भेटे भने तिमीलाई त जिउँदे माटो पनि काट्दिन्छु बुझ्यौ हे भगवान माफ गर्नु पर्यो 2-4 मिनेटको झगडा गर्ने भनेको म त खत्तम हुनेछु ठिक जाऊ जाऊ न सधैँ कति पढाउनुहुन्छ आज त म हरेको 10 रुपैयाँ अन्तर्वार्ता लिएर जान्छु हुँदैन ए मेरो भाइ
झट्टै लाग्यो तिनीहरूलाई छुट्याउन कति निस्किन्छ साकै अनि थाहा हुन्छ तिनीहरूको लडाइँमा कति अन्तर्वार्ता भनेको हो युट्युबमा सब्सक्राइब गरेपछि कति छन् मैले भन्नु अब 20 मात्रै 200 धेरै रहेछ भिडियोमा म्यासेज के हुन्छ हेडलाइन के राख्छौ तपाईँ किन टेन्सन गर्नुहुन्छ म्यासेज राम्रो हुन्छ नि हेडलाइन पनि म राम्रो बनाइहाल्छु नि तपाईँ चिन्तै नगर्नु न जाऊ मेरो भइहाल्छ मेरो लागि चिया बनाइ सामान छैन हो थाहा छ त्यहाँ मेरो लागि सामान छ भनेर पनि गर्नै पर्यो है यसो गर न 4:30 बजीतिर आऊ ल हेलो एक कप चिया सरी सर हेलो हेलो बुढी सरी यार आज मासु ल्याएर पकाउन है दुई दिन कमाइ छैन भने अर्कै स्वादले समेत मान्छे गन्दैन अरे घर गएपछि थाहा हुन्छ चिया भने आत्मीय त सुन्नु भन ल घरकी स्वास्नीले फर्काए त्यसरी फर्काउनु छु तपाईँ त्यो पनि गफमा चिया मैले चिया राजु चिया तपाईँ चिन्नु भएन भने हौ जानकी के त झापा भद्रकाली स्कुल म 6 मा पढ्दा हजुर 10 मा पढ्नुहुन्थ्यो हौ ए 6 क्लासको फर्स्ट गर्ल कस्तो चिन्दिनु भएको अनि चियाबारीको घर ढाका चिया बेच्नु पोखरा आइपुग्नु भोलि 4:30 बजे आउनु न भन्नु पर्यो जानकी तिम्रो जिन्दगीमा मैले के देख्दैछु यो छ्या यस्तो चिया पसल गरेर बस्नुपर्ने अवस्था आइपुग्यो है तिमीलाई होइन हौ यस्तो छानै भन्ने गरे के खराबी छ मेरो काममा आफ्नो काम गरेको छु परिवारसँग बसेको छु खुसी आफू पनि पाएको छु त भयो नि यस्तो घटिया काम त मैले गर्न सक्दिनँ हौ सुन्नु न दाजु त्यो चियाको चुस्कीसँगै नि अलिकति रिस अलिक धेरै घमण्ड अनि धेरै आडम्बर पनि पिउनु न ल सायद तपाईँमा केही परिवर्तन आउँछ कि अनि सुन्नु न तपाईँलाई हेर्दा लाग्छ घरको माहौल पनि ठिक छैन आज अलिकति खराब भएर जानु घरको माहौल पनि परिवर्तन हुन्छ कि राजु मलाई लाग्छ तपाईँको जिन्दगीमा थोरै विकासको आवश्यक छ तपाईँ एसएलसी पछि कहाँ पढ्नुभयो आफ्नै ठाउँ पोखरामा नि के जानु पर्दैन जाऊ कसो बन्दोबस्त चिया त अर्कैले खाइहाल्यो कन्टेन्ट त अर्कालाई दिनु भएन हुन्छ भोलि बिहानै आउँछ बिहानै आइज 4:30 बजे
के को खास पुसो आमा छोरीको अनि बाबा आज म स्कुल हटाउँदा हजुरलाई हेरेर यो घरको यता उता मिलाएर चाहिँ फेरि सुतेर बाहिर जान्छ होइन अनि के हो अनि आज त खुट्टा पनि ठिक ठाउँमा नै छ नि त छोरी मान्छे घर धेरै पढाउन भनेर जाउँ त पढेर अब यस्तो पाराले मैले माथि काकाको जग्गा 5 वर्षको लागि भाडा पनि सकेको मैले सोचिसकेँ त्यो मौसमी तरकारी खेती गर्छु भनेर राम्रो बनाउनु छ भविष्य राम्रो बनाउनु छ भन्ने साथी हुन्छ कि नत्र भने म एक्लै गर्छु एकजना काम ल्याएर चिया बगान सबै निर्णय आफैले लिइसकेपछि मलाई सुनाउन आवश्यक छ यो घरलाई माटै माटो बनाउन पाइँदैन अरूको मलाई थाहा छैन घरलाई कहाँको कति छ बाबा अनि आज त घरमा झगडा परेन त छोरी तिमी भित्र गएर पढेर बस्छ त कति सिकाउनु यति धेरै पढाउन भनेर तेरो दिमागमा माटो कुट्टो कोदालो भन्दा केही नयाँ सोच छैन है मैले विदेश कोसिस गरेकै हो भएन तैँले गरे हुँदैन ए पहिला पनि विदेश लगाएका हो र भनेको त्यत्रो नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट काम लिएर विदेश गएका होइन चारामा बचायो ए माटोले रक्सी धोकिरहेका छौँ त ला नगर खेती किसानीमा यसो भरसल्लाह गरौँ भने यसैको अन्त्य सुन्नुहुन्छ पहिलो तर भुकमा हानेर चुसेर पनि पुऱ्याइदिन्छु नि खान्छे छौ त मात्रै तिम्रो खुट्टा भाँचिदिन सकिन्छ भने तिमीहरू अति सानो गर्नु तिमीलाई ल्याउन छ मैले आफ्नो बाटो सोचिसकेँ अब आफ्नो गरेर हेर्छस् जाऊ निस्केर बुढी भन्छस् बढी सानो मान्छे आएको छ तँलाई कति झगडा गर्न सकेको कति बितेको मम्मीले बाबा चुप लागेर सुन्नु नत्र म घर छोडेर हिँडिदिन्छु यसो नभन बाबा यसो नभन बाहिर छोड बाबा यस्ता गराएको कुरा सुनेर घर छोडेर हिँड्छु भन्ने एउटा कलेजमा अप्लाई गरेको थिएँ नि त्यसको इन्टरभ्यू भइरहेछ त्यो डकुमेन्ट मिलाएर राखौँ कि भनेर इन्टरभ्यू मेरो छोराले लागेको सबै बुझ्दैछु मेरो छोराको नाम निकाले छैन कि आमा अन्तर्वार्ता मात्रै हो नाम त निस्कन गाडी निस्केन भने नि भए ननिस्किने भयो त कोसिस त गरेकै हो जे भए पनि कति हाम्रो जिन्दगी छ होइन हौ हामी जिन्दगीसँग चाहिँ कहिले हारेका छौँ र भने जिन्दगीसँग कहिले हारिँदैन कि सिकिन्छ कि टिकिन्छ जस्तै अहिले हामी टिकिरहेका छौँ हाँसी खुसी किर्नल बाबु सधैँ सबैका दिन खराब हुँदैन मलाई अझै पनि डर लाग्छ त्यो दिनलाई सम्झेर एउटा घटनाले जिन्दगी पुरै अस्ताको घाम जस्तै बन्यो घाम अस्ताउने भनेकै सूर्यको किरण झर्नलाई त हो के रे नि त्यही भने आमा फेरि रातै नपरी रातको शीतलता कसरी महसुस गर्नु र हौ अरे शिव यो घरका मान्छेलाई यसो फुर्सद के मिल्नुपर्छ विगत सम्झेर दुखी हुन थाल्छ भनेर थाहा छैन दुःखले दुःखलाई अनि खुसीले खुसीलाई बोलाउँछ भन्ने कुरा
फेरि आजबाट नयाँ विद्यार्थीलाई पनि पढाउनु छ म त लाग्छु हे भगवान यो बेटाको युट्युबमा धेरै सब्स्क्राइबर कमाइदेऊ न भन्नु 20 सब्स्क्राइबर बोकेर हिँडेको छ आफूले आफूलाई पढे मानको युट्युबर का हो पत्रकार हो गरी खान चाहिँ हो इन्टरभ्यू सकिए चाहिँ क्या हो छैन तपाईँ दिदी नआउनु भयो भने फेरि हाम्रो दिदीलाई सुनाउन त्यो मैले बनाएको चिया अनि मेरो कुरा साह्रै मन पर्यो क्या हो आज फेरि आउनु भएछ चाख्नु हुन्छ चिया पिउने पैसा छैन हौ मसँग उनीहरूले मभन्दा ठुलै भए पनि मेरो दादाको ट्रस्ट हुनु उनीहरू दिइहाल्छु आउनु चिया महाशय काम सुरु गर्नु है एकछिनमा त मेरो काम पढालेखा मान्छे यो चिया पसलले किन किन पढे मान्छेले चिया बेच्नु हुँदैन भनेर कुन शास्त्रमा लेखेको छ हौ क्याम्पस लगेर नि जहाँको चिया पसल लगेर के भन्नु हो अलि सानो तपाईँको छोटो सोच तिमीलाई जान्न मन छ अरे म कसरी चियावाली बने भनेर तिमीले भिनाजुसँग भेटेपछि हो नि म चियावाली बने किन यिनीहरू अफ्रिका हो र कसरी भएछ यिनीहरूसँग सुन है अनि म
हिँडे हुन् न त कहाँ पागलसँग के कुरा गर्नु सानो पानी ल्याउनु हो कता आयो नानी पनि आए आऊ बस्दै थिए केही समस्या भयो हामी पहिला नै भेटिसकेका छौँ अनि हाम्रो झगडा पनि गरिसकेको छ एमएस सक्दा पनि तिमी भुवा बोल्दै रहने भयो अब के हुन्छ त्यही जे हुन छ मतलब जेको लागि पाहुनालाई बोलाउनु भएको छ त्यही अनुसार भनेपछि गुरुला बोला हुन्छ मेरो दादा भाउजूको रोजाइ मेरो रोजाइ मेरा बाआमाले गलत मान्छे रोज्नु थोरै नकचडी होली तर मान्छे गलत छैन अलि बढी घामड होला तर म ठिक ठाउँमा ल्याउँछु अब टिकाकाला गरेर उकाइदिनु क्यारे सानो बस तिनीहरूको प्रगतिवादी हाम्रो मजै उतार्छु बुहारीको राम्रो खानु हामी पछि सबैजना सँगै हुनलाई हो नि अहिले कष्टको दिन काट्नु परेको हामी चाँडै आउँछौँ नि आमा नपुग्नु होला नै बस्नु आमा हामी चाँडै आउँछौँ आमाको ख्याल राख्नु है
अरूका छोराबुहारी देशुकै गरौँ मेरो बाबाआमाका छोराबुहारी त फर्केमै अनि त अब हामी सबैजना सँगै घरमै गर्छौँ
यो मोबाइल भएको व्यक्ति राम्रोसँग घटनामा गाउनु भएको छ मेरो खुसी पनि बिग्यो त्यसपछि हामी 4 बजेको बसाइ कस्तो पास सकेर आयो Kan boleh. Kalau saya belum pernah lihat, kita ni ada orang lagi ada di bawah sana. Ayo. Tidak, dah ada yang tahu. Ani dia senang ni mungkin ini lain tu. Bila kita ni, apa ni dah beri tahu. Kalau asam pula pada tempat ini. Ini bagi ani ada orang apa ni? मैले 3 नराम्रो भन्नुहोस् 30 वटा नराम्रो भन्नुभयो Tentu होइन दोस्तों कसले के भएमा तिम्रो यस्तो अवस्थामा केही गर्न तू आफ्ना साथ एक ठाउँ भन्ने विरोधी अनि बताइएको आफ्नो जाँदा चाहिँ त्यो सबै त्यो घर चाहिँ होइन पहिला हामी एउटा कम भयो फर्को हुन्छ भनेको एउटा सानो जहाँ जग्गा मन लाग्छ त्यही जानु म तपाईँलाई त्यो पार गरेमा अब त म पनि लगभग सिक्न लागेको छु फेरि भोलिबाट नयाँ 3 जना विद्यार्थी पढाउन त्योहरूकै घरमा जाँदैछु यति भयो समस्या केही हदसम्म भए पनि कम हुन्छ फेरि आफ्नो घरमा भए विद्यार्थी पठाएर हामी सबै पास गर्छौँ भनेर पनि कसरी बुझ्न सक्नुहुन्छ घरमा आश्रमको बाटो जाने हो कि पर्दैन कस्तो
तपाईँ यसरी हुँदैन यसरी कति हुँदैन एकदम मन त्यसरी पर्छ हेलो दादा दर्शन एउटा चाहिएको थियो दादा कति पैसा चाहिएको थियो दर्शन फ्यामिली सरोमा पनि नभाउ मलाई अलिक पैसा चाहिएको पैसा भन्नुहुन्थ्यो तपाईँले नानी बिहे गराउन पाइन तर पैसा राखेको कस्तो भइसक्यो यस्तै हुन आउँछ अनि किन माग्न पर्दैन तिमीलाई समस्या नपरेर कोही कस्तो मान्छेर भन्थ्यो अनि विदेश हुँदाखेरि तिनीहरूको लागि हामीले सबै गर्थ्यो किन कस्तो भिडियो गर्नुहुन्थ्यो सबै पैसा हुँदा कमाइ हुँदा अहिले मसँग पैसा पनि छैन कमाइ पनि छैन दुःखमा छु सब धेरै कारणले गर्दा सुरुमा भन्नु पर्यो दादा बाबु बोक्दैन भन्छ अब यसरी हुँदैन अब यसरी हुँदैन मैले सोचिसकेँ कसरी जाउँ पनि दिँदैन त्यही भएर आफै केही गर्नुपर्छ अब म दिउँसो दिउँसो सोचेर गरेर त्यहाँ खोजीले मलाई नोक्न भन्नु नि अनि यस्तो अवस्थामा यस्तै अवस्था तपाईँ सबले बिहाउने पनि त मन्त्री महिना हो त्यो बेला लागि भयो पनि त अहिले काम गर्नु पऱ्यो नि दिदीहरू गएर काम गर्दा अलिअलि के भन्छ एक्सर्साइज पनि त हुन्छ आधै प्रतिशत गर्छु नि राम्रो न हुन्छ अनि आफ्नो अनि बेबीको ख्याल राखेर मात्रै अरे
चिया आयो हजुर चिया पिउनुहुन्छ चिया पिउनुहुन्छ हजुर चिया पिउ पिने पनि हुन्छ त्यो घरमै हुन्छ चिया पिउनुहुन्छ चिया आयो हजुर चिया पिउनुहुन्छ चिया आयो हजुर चिया पिउनुहुन्छ चिया हामी यत्रो पढे लेखेको मान्छे के गरेको यो दास लाग्दैन कमसेकम आफ्नो इज्जत नभने हाम्रो इज्जत राख्नुपर्छ नि अलक्षिना बच्चालाई फेदमा आउन नपाउँदै चिया पिउनुहुन्छ हुन्छ नि अनि हो नि ₹50 भाउजूलाई पनि अहिले दुःखमा छु हजुर मेरा कोही आफन्त छैनन् पछि पैसा कमाउन अनि किनौला नि आफन्त त ₹50 अघि त चोकचोकमा 30 रुपियाँ भन्दै होइन भर्खरैबाट भाउ बढ्यो त म खाइछु नि चिया नि घरमै गरौँ नि छोटालाई आफ्नै कथा सुनाउँदै कति बेला आँखा भइरहेछ कतै पाइन तपाईँको कथाले त कति ठुलो प्रेरणा मिल्यो नि अनि दिदी काम त गर्नु छ तर घर परिवार चल्छ पनि ल्याएको छ चल्छ मात्रै होइन मेरो भाइ दौडिन्छ पनि तिमीले कहिले दुध किन्ने गरेका छौ एकैछिन है 10 मिनट कुर्नु है म तपाईँहरूलाई चिया दिइहाल्छु एकैछिन तपाईँ है यसो म भित्र गएर पनि हाल्छु तिमीले दुध किन्ने गरेका छौ भने तिमीलाई थाहा होला प्रति कप 140 रुपियाँ पर्छ दुधको मूल्य भनेर मैले 1 लिटर दुधले 8 कप चिया बनाउने गर्छु यसको कारण कुनै दिन मैले बनाएको चियाको तारिफ नगरिकन गर्दछौ प्रति कप 50 रुपियाँ भनेपछि मैले बेलुका 5 बजेदेखि
7 बजेसम्म 15 लिटर दुधको चिया बनाउँछु। त्यो भनेको 120 कप चिया। कममा व्यापार 6000 को। त्यसमा दुधको खर्च 2100, अनि यताउता लोन सुत्मेर ग्यास पानी सबै गर्दाखेरि 1500। मेरो दिनको मुनाफा मात्रै 2400 हुन्छ। अब हिसाब गर 2400 × 30 72,000 एक्ज्याक्टली 72,000। अनि चल्यो कि चलेन मेरो भाइ? मात्र हैन तपाईले रहेछ चियाको पैसा एक थोरै कतितिर आउँला? मलाई विश्वास छ त्यो दिन चाँडै आउँछ भनेर। 10 मिनेट है, 10 मिनेट पुग्नु है। मेरो भाइलाई चिया दिन्छु अनि तपाईँहरूलाई दिइहाल्छु। लिनुहोस् मुकुदै पातलो चिया। छिटो छिटो गरेर चिया दियो भने तिमी गइहाल्नु ल। अब मेरो व्यापार सुरु हुने बेला भनेको हेर त सबैजना लाइनमा हुन्छ। ल चिप्रो बोलेन यो खाना ल तपाईहरु सबै चिया खाएर आउनु। म त गएँ, कन्टेन्ट पनि पाइयो, चिया पनि खाइयो। बस यति मलाई है। ल एकैछिनमा दिइहाल्यो तपाईँहरूलाई चिया पक्नु है, दिइहाल्यो। भनिन्छ एउटा प्रेरणादायी कथाले सकारात्मक ऊर्जा आउँछ अरे। सकारात्मक ऊर्जाले सकारात्मक सोच आउँछ अनि सकारात्मक सोचले नै त हो सकारात्मक परिवर्तन पनि आउने। हामी सबैले जानकीको कथा त हेर्यौँ, तर उनको कथा हेरिसकेपछि कसैमा सकारात्मक परिवर्तन आयो कि आएन होला? आउनुहोस् तपाईँ र म मिलेर हेरौँ ल। हामी त मधेसको मान्छे, अब आफ्नै गाउँ फर्किनुहुन्छ, लोडा बाहिर जमिन चाहिँ लिन्छु अनि सोना फलाइदिन्छु अनि आफू जस्तै च्वाक केटी खोजेर बिहे पनि गरिदिन्छु। लेकिन जानुभन्दा पहिले दिदीको हातको चिया चाहिँ पिएर जान्छु। दिदी चिया बनाइदिनु त। म यार केटीको चक्करमा पढाइ छोडेँ, क्लास बिग्रेँ म यस्तो बाटो केही पढाएर निरन्तर गर्नुहोस्, त्यसपछि लोक सेवा पाउँछ। 1 वर्षमा नाम निकालेर छोड्छु। राख कहिले हामीले खाउँछ चिया पनि यहाँ भट्टै कतै गर्ने। अब छुट्टी पनि ठुली भए मैले चोकतिर गएर च्याटपाले गरेर भट्टतिर चलाउनुपर्छ। यता जानु अचार भइसक्यो। 1200 दिनु भयो नि त चाणक्यको कथाले। सबै बिग्रिरहनु मात्र हुन्छ र? दिदी ए दिदी सबै आइयो। ए दिदी यता हेर्नु त। के भयो देख्नु? अस्ति भर्खरै हजुरसँग लिएको इन्टरभ्यू आज युट्युबको ट्रेनिङ नम्बर 1 मा। अब त मेरो च्यानलले पनि पैसा कमाउने भयो दिदी। एकपटक हेर्नै पर्ने जानकी दिदीको कथा। दिदी हुन् एमए चलाउने कस्तो भयो यसलाई? यो चाहिँ आउने राम्रो छ मेरो भाइ। सबैजना पनि जम्मा भएका छौँ यही खुसियालीमा एउटा सेल्फी चाहिँ पक्का है म बुबालाई बोलाउँछु। बुबा बुबा छिटो आउनु। दादा अन्त झोला पनि निकालिदिनु भयो। आइहाल्छ नि होला। तिम्रो सब्स्क्राइबर चाहिँ कस्तो? किसानको हलो निकाल्नु परेन। सब्स्क्राइबर 20,000 एकैचोटि। ल ल ल पकाइ त्यहाँ ल सबैजना हाँसौँ है। दादा आफ्नो घरको खाए। Thank you.